प्रिय नेपालीजन, अब समय आयो राष्ट्रको इज्जत जोगाउने हो भने ट्रेनमा नाचेर टिकटकमा हाल्ने झ्याम्पुतलीहरूलाई सबक सिकाउन जरुरी छ। विदेशमा हामी सबै नेपाल र नेपाली संस्कृतिको प्रतिनिधित्व गरिरहेका हुन्छौँ। ट्रेन नाच्ने ठाउँ होइन। यद्यपि राम्रै नाचेर टिकटकमा हालेको भए तापनि त्यस विषयलाई समर्थन गर्न सक्थ्यौँ। तर चाकमा चूर्ना परेर उफ्रेको बाख्रा भनौँ वा 2 महिनासम्म एउटै कुवाबाट बाहिर निस्कन नसकेर फत्रक फत्रक उफ्रेको भ्याकुताको जस्तो नाच भनौँ, यस विषयलाई हामी कदापि समर्थन गर्न सक्दैनौँ। पटक पटक सामाजिक सञ्जाल मार्फत यसो नगरौँ, सभ्य नागरिकको परिचय दिउँ भनेर भनिरहे तापनि त्यही विषय दोहोरिरहनु अत्यन्तै निन्दनीय छ। बरु कुकुरलाई गु नखा भनेर भन्यो भने सजिलै मान्ला। तर यिनीहरूलाई भयो छोडिदिउँ, कुरा नगरौँ। आज ट्रेनमा नाचेका छौ, भोलि जेलमा ननाच्नु। कोरियन प्रहरीहरूले सबै नेपाली दाजुभाइहरूको रक्षा गरून्। धन्यवाद।